न ढाका न मुहार श्रृंगारले चन्द्रमामा पनि दागु हुन्छ 100 करोड भयो कति गरे मात्र 100 करोड जस्ट मात्र 100 करोड सञ्जिते के छ खबर यसरी नै म्याच सपोर्ट देखाइदिइराख्नु होला अनि सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु जो च्यानलमा हुन्छ सब्सक्राइब हानिदिनु होला सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर ब्लग होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै ठिकै आरामै छु र आजको ब्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ यो भनेको चाहिँ उर्लाबारी तपाईँहरूलाई थाहा छँदैछ रिङ रोड त्यहाँनिर छ यहाँनिर गन्धे भाइ छ अब चाहिँ हामी जाँदैछौँ कहाँनिर जाँदैछौँ भन्दाखेरि अहिले तपाईँलाई म देखाइहाल्छु गएपछि थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले अब हामी चाहिँ यहाँदेखि पश्चिम साइड जानुपर्ने हुन्छ साथीहरू We are in the way! ल फाइनल्ली फेरि पनि हामी आइपुगिसक्यौँ सिमसारमा अनि आज चाहिँ के भन्नु र अब त्यस्तै त्यस्तै हो साथीहरू पनि छ अरू पनि अनि धेरै दिन पछाडि भ्लगमा आइयो फेरि सबैजनालाई एकदम धेरै मनमुटुदेखि नै सरी भन्न चाहन्छु किनभने भ्लगहरू भनेको लेट एकदम कति 10-12 दिन पछाडि मात्रै होला यो फेरि भ्लग आएको छ यो अब त्यस्तै भइरहेछ आजभोलि सो अब के भन्नु र यसरी नै म्याच सपोर्ट देखाइदिइराख्नु होला अनि सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु जो च्यानलमा हुन्छ सब्सक्राइब हानिदिनु होला अब हामी सिमसारभित्र पसिसक्यौँ अब उता गएर सबै साथीहरू आउँछ अनि त्यस पछाडि म देखाउँछु अनि हामी चाहिँ अहिले कहाँ गएर आएको दोस्त इटरी पुगेर हामी आइसक्यौँ फाइनल्ली अनि इटरीमा काम थियो थोरै अनि इटरीमा काम थियो सकेर चाहिँ हामी चाहिँ आइसक्यौँ अब हामी यहाँ आएर अब यस्तो हल्का खान्दै पिन्दै हानेर त्यस पछाडि हामी निस्किन्छौँ के भइरहेछ यहाँ के माछा पोखरी हो यो हो कान्छा माछा पोखरी हो कुन फ्लेभरको साथी चकलेट कति गरे मात्र 100 करोड जस्ट मात्र 100 करोड एक्लै सक्नु लाग्यो त साथी अनि 100 करोडको क्यानाडाबाट मगाएको के बोले भाइ अब के बोले This is a side effect of chocolatey. Known as Donatapa, chocolatey boy. अहिले चाहिँ हामी सिमसारमै छौँ अनि अब भन्नु त मेरो केही छैन त्यही पनि भनिदिन्छु म भ्लगमा गरेको पनि धेरै दिनको कन्फिडेन्स पनि गाँडगुलेती भएछ खासै बोल्ने त्यो उहरू पनि खासै आइरहेको छैन त्यही भएर भ्लगहरू चाहिँ नराम्रै भइरहेछ अब के गर्नु दोस्तले चटक देखायो भने मात्रै हाम्रो भ्लग चल्ने हो दोस्त पनि अब आज सिङ्गल छ जे बोले
ए होइन होइन मिङ्गल हो जसको त हाम्रो भाइरल जोडी हुन्छ तपाईँलाई थाहा छ अनि अहिले चाहिँ हामी उता यस्तो चिसो खानु चिसो मतलब यस्तो चिसो वातावरण खानु चाहिँ हामी जाँदैछौँ अनि आज चाहिँ कोही छैन किनभने खोइ के भएर आज कोही छैन बज्नु त 12-1 बजिसक्यो अनि 12-1 बजिसक्यो कोही आएको छैन आज के भएर नआएको त्यो चाहिँ अब हामीलाई थाहा भएन अनि के भन्नु र साथीहरू केही भन्नु छ साथी कति भन्नु भनिदेऊ नि त हान्देऊ न दोस 1-2 लाइन हान्देऊ न यार अब त पानाको पत्तामा जाने त्यहाँ बस्ने त्यहाँ चाहिँ जोडी बस्ने त्यहाँ जोडी बस्ने हो तर पनि हामी बस्दिन्छौँ गएर बाल भएन हामी पनि जोडी नै हो तर यो सिमसारको पानी चाहिँ किन घटाइराखेको छ होइन त्यो थाहा भएन घटेछ लात्तीले दिन्छ जाँठालाई यो गाइस पानी चाहिँ निकै घटिसक्छ तर सही बवाल देखिरहेको छ पानी चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तै छ साथीहरू अहिले चाहिँ हामी यहाँ आइपुगिसक्यौँ भन्दा पनि हाम्रो साथीहरू चाहिँ आइसक्नुभयो यहाँनिर हुनुहुन्छ हाम्रो अब फेरि तिमी नि यस्तो लजाउन थाल्यो भने चाहिँ नि यता हेर्देऊ न ऊ चाहिँ हाम्रो होइन यहाँ हेर न यहाँ अब चाहिँ हामी मासु खानु जाँदैछौँ अनि 2जना साथीहरू चाहिँ उता छ सुँगुरको मात्रै पाउँछ खान्छ खाँदैनौ तिमी के सुँगुरको मासु नखानेहरूलाई त्यहाँ छ व्यवस्था चटपटेको कुखुराको त अब अगाडि चाहिँ जाँदैछन् विनिता र उसको नाम त के पो ओ विनिता उसको नाम त के पो यो नाम हो अनि यता विनिता तामाङ अब विनिता तामाङ ठ्याक्क त्यहाँ कुर्सीमा बस्नुहुन्छ यस्तो राम्री मान्छेहरूलाई नदेखेर कसलाई देखाउनु यता हेर्देऊ न यार सन्जितै के छ खबर बोली छैन मुख छैन सन्जितै अब चाहिँ हामी मासु खान जान्छौँ होइन साथी ल मासु खाएर यहाँदेखि निस्किसक्यौँ अब चाहिँ माथि डाँडामा गएर फोटोसोटो खिच्छौँ अनि त्यहाँदेखि के गर्छौँ साथी साथी चाहिँ एकदम चिसो खाएर झ्याप भएर लड्नु लागिसक्यो त्यही पनि केही छैन ल त्यही हो अब चाहिँ हामी निस्किँदैछौँ माथि डाँडातिर यस्तै छ है साथीहरू सिमसार चाहिँ कति देखाउनु यो देखाउँदा तपाईँहरूलाई पनि वाक्कै लागिसक्यो होला सो अब चाहिँ हामी यो ठाउँबाट छोडेर जाँदैछौँ सिमसार भनेको अब यस्तै हो तपाईँहरूलाई थाहा छँदैछ होइन त्यही हो अनि अब केही भन्नु नि त साथी अब निन्द्राले बढ्झ्याप भइरहेको छ निन्द्राले झ्याप चाहिँ को मान्छे हुन्छ तपाईँहरूले थाहा पाइहाल्नुभयो होइन अब सिमसार आएर निन्द्राले झ्याप हुनुको अब हुनु भनेको चाहिँ के भनेको त्यो तपाईँहरूलाई थाहा छ कसैलाई थाहा छ कमेन्ट गरिदिनु होला अनि अब है यस्तै हो भ्लग भन्ने कुरा ढिलो आउँछ चाँडो आउँछ रमाइलो पनि हुँदैन त्यस्तै हो म लगभग अब भिडियो हाल्नु त छोड्दिनँ हाल्नु त हाल्छु तर पनि अब यस्तै ढिलै हुन्छ कहिले 1 हप्ता कहिले 10 दिन कहिले 15 दिन कहिले 1 महिना पनि हुनसक्छ त्यसको लागि बिस्तारै छोड्नै त सकिँदैन किनभने हाल्नु चाहिँ हाल्छु म अब त्यो के अरे दिनदिनै होइन डेली चाहिँ हाल्नु सकिँदैन 2-3 दिन पछाडि पनि हाल्नु सकिँदैन अलिक ढिलै नै हुन्छ त्यही हो अनि आजको ब्लग यतातिर राखिदिउँ होला थ्याङ्क्स फर वाचिङ नेक्स्ट ब्लगमा भेटौँ ल बाई बाई तिम्रो मुस्कान